मान्थेज्यू धेरै टाढादेखि आउनुभएको हुनाले उहाँसँग अचानक भेटाघाटा भयो र उहाँसँग छोटो कुराकानी गर्न गइरहेका छौँ। दाजु, यो युमा माहिम पहिला हजुरकै पहल कदमीबाट बनेको हो नि? हजुर हो। यो कति सालतिर होला थाहा छ मिति? हजुर, यो चाहिँ खासमा 2058 सालमा, सरी 2062 सालमा चाहिँ यो मन्दिरको स्थापना भयो। अनि मैले चाहिँ यो मन्दिर निर्माण गर्न चाहिँ म ब्रुनाईमा म काम गर्थेँ। त्यहाँ चाहिँ एउटा किराँत एकता सहमति सङ्घ भन्ने संस्था थियो। त्यो संस्थाको चाहिँ म सचिव थिएँ। अनि यो चाहिँ जम्मा हाम्रो 4 जाति, राई, लिम्बू, सुनार र याखा। हजुर, हाम्रो एउटा त्यहाँ संस्था थियो। अनि त्यो संस्थाले चाहिँ मेन उसको उद्देश्य चाहिँ के थियो भने हाम्रो किराँतीहरूको भाषा, लिपि, धर्म संरक्षण गर्ने नै एउटा त्यो विधान लेख्ने मै थिएँ। त्यसरी त्यो लेख्यो गर्यो। अनि लास्टमा मेरो चाहिँ 10 वर्ष मैले ब्रुनाईमा मैले सेवा गरेँ। अनि त्यसपछि मेरो रिटायर हुने बेलामा अनि मैले पनि एउटा प्रस्ताव राखेँ उहाँहरूसँग, ल म पनि अब रिटायरमा जाँदैछु, म पनि एउटा तेह्रथुममा म एउटा किराँत मन्दिर म निर्माण गर्छु, मलाई पनि केही आर्थिक सहयोग गर्नु पर्यो हाम्रो पोस्टबाट भने। त्यसो गर्दाखेरि उहाँहरूले मलाई त्यस समयमा चाहिँ 1,35,000 दिनुभयो। 1,35,000? हजुर, 1,35,000 दिनुभयो। अनि त्यसपछि अब सुरुमा चाहिँ अब मन्दिर बनाउने, किराँत मन्दिर बनाउने, कहाँ बनाउने भन्दाखेरि अब यता 10 गतेतिर खाली थियो, उता बनाउने के पनि मैले प्रस्ताव राखेँ। तर यहाँका अलिकति अग्रजहरूले मलाई के भन्नु भने उहाँ त टाढो पर्छ, यता जग्गा छ, हामी मागौँ यो जुन चाहिँ अहिले मन्दिर बनेको चाहिँ मेङलुङ गाविसको पर्छ। त्यतिखेरको प्रधान पञ्चायत भतिज हो, उसको नाम मैले भने होइन, उहाँले चाहिँ अनि उहाँकोमा हामी गयौँ। गएपछि हामीलाई अलिकति मन्दिर बनाउनु चाहिँ 1 रोपनी जग्गा दिनु पर्यो भन्यो। अनि उहाँले के गरे यहाँ चाहिँ 1 रोपनी जग्गा यहाँ यो मन्दिरको नाममा दिनुभयो। उहाँले अफिसमा दर्ता गरिदिनु भयो। अनि त्यसपछि यो मन्दिर निर्माण गर्यो। र यो मन्दिर निर्माण गरेपछि यसलाई चाहिँ अब म पनि बाहिर भएको कारणले यसलाई उद्घाटन गर्ने सब व्यवस्था गर्ने निकै समय लाग्यो। र पछिबाट चाहिँ 2065 एराउन्ड कता चाहिँ यो के गर्यो भने हामीले यो मन्दिर सबै यो बनाएर यसको चाहिँ उद्घाटन गऱ्यौँ। त्यसपछि यो मन्दिर चाहिँ निरन्तर चलिरहेको छ। अनि यो मन्दिरलाई चाहिँ धेरै के भयो भने यो पहाडी राजमार्गले चाहिँ यो यता तलसम्म थियो। अनि यसलाई धेरै माथि गएर यो भत्काउने भन्थ्यो। कसरी कुनै आज भत्काउनु पाइँदैन के भने यहाँ बस्ने संरक्षक साथीहरूले त्यो गर्यो र यो माथि भित्ता पनि काट्यो अनि यो बनायो। अनि यो गरेपछि यता माथि पनि भत्कियो त्यो बनायो। र अहिले पनि यो मन्दिर चाहिँ अब अलिकति हाइट डाँडामा बनाएको कारणले चाहिँ यो सडक बनाउनेले गर्दाखेरि उतापट्टि पनि पहिलो धस्किएको छ, पहिले यता धस्कियो, यता बनायो, अनि उता पनि धस्किएको छ। यो चाहिँ अब सडक निर्माणले गर्दाखेरि यो मन्दिरलाई अति नजिक स्थिति छ होइन, पल्लोपट्टि भत्किएको छ। त्यसको लागि पनि यसलाई अब कसरी चाहिँ रोकथाम गर्नु त्यहाँ पर्ने छ। र अब यो चाहिँ एउटा कस्तो भने पहिला यो मन्दिर बन्दाखेरि चाहिँ अब एउटा किराँतीमा माङखिम चाहिँ सर्वप्रथम यो चाहिँ एउटा तेह्रथुम जिल्लाको सेन्टरमा यो मात्र थियो। र अहिले त अब मन्दिरहरू धेरै अब गाउँमा बनेका छन्। पहिले यहाँ चाहिँ बृहत किराँत धर्मावलम्बी भेला हुनुहुन्थ्यो, अनि स्लो हुन्थ्यो। र अहिले पनि जे पनि अहिले यसको निरन्तर भइरहेको छ, अहिले भेला भइरहेको छ। आज चाहिँ विशेष हाम्रो किराँत धर्म बुझ्नु अनुसार चाहिँ आज अब काली छोरा बधेमा दिन भएको छ। यसको एउटा
अपर्च्युनिटी चाहिँ हामी यहाँ केही साथीभाइहरू हामी सबै भेला भएको छौँ अनि ड्रिल चलिरहेको छ र अब हामीले कसरी चाहिँ तपाईँ हामी यो देश चाहिँ हाम्रो देश चाहिँ कस्तो पर्यो भने बहुजातीय बहुभाषिक बहुसांस्कृतिक बहुधार्मिक परियो विभिन्न अब कति छ धर्म र पनि हाम्रो एउटा महागुरु फाल्गुनन्द जैन एउटा समाज सुधारक हुनुहुन्छ उहाँले चाहिँ अब सुरुमा उहाँको कथा व्यथाहरूभन्दा धेरै लामो हुन्छ त्यो तपाईँहरूले पढ्नुभएको छैन म धेरै भन्दिनँ र त्यसै गर्दा गर्दै अब हामी पछिबाट यो जब नेपालमा बहुदल प्रजातन्त्र गणतन्त्र आयो स्पेसली त्यसपछि चाहिँ बहुदल प्रजातन्त्र आएपछि अब सबै अब आफ्नो धर्मावलम्बी हुनेहरू चाहिँ हाम्रो धर्म संस्कार संस्कृति हाम्रो हाम्रो लिपिसिपी हामीले पनि पढ्नु पाउनुपर्छ संरक्षण गर्नु पाउनुपर्छ भनेर अब बुद्धिजीवी जन अब धर्मगुरुहरूले त्यो उठाउनु भयो अनि त्यसपछि यहाँको नेपाल सरकारले पनि अब हुन्छ भन्यो त्यसपछि हामी अहिले यसको निरन्तर दिँदैछौँ अब हामीले अहिलेसम्म हामीले दिइरहेका छौँ अब हाम्रो आउने भावी सन्ततिहरूलाई पनि अब हामीले एउटा पाठ सिकाउँदै उनीहरूलाई पनि हामीले अब यो यसो गर्नुपर्छ भनेर भन्नुपर्छ र यसरी नै यो हाम्रो धर्म संस्कार संस्कृति मुदुमलाई चाहिँ तपाईँ हामीले जीवित राख्ने एउटा हाम्रो कर्तव्य हो जस्तो लाग्छ र म अहिले चाहिँ म यति नै भने थ्याङ्क यू